नेपाली शेयर बजारमा कहिलेकाहीँ कारोबार अचानक बन्द हुन्छ। ल, आज यसको कारण के हो त्यो बुझौं। शेयर बजारमा ट्रेड गर्दा गर्दै एक्कासी मार्केट हल्ट किन हुन्छ होला? यसलाई सर्किट ब्रेकर भनिन्छ। यो बजारको ठूलो उतार चढावबाट लगानीकर्तालाई बचाउने एउटा सिस्टम हो। जब नेप्से इन्डेक्स एकदमै छिटो तलमाथि हुन्छ तब यो सर्किट ब्रेकर लाग्छ। ल, अब यसलाई अलि विस्तारमा हेरौं। यो सिस्टममा खासमा 3वटा तहहरू हुन्छन्। पहिलो ट्रिगर हो बजारमा 4% को घटबढ हुनु। यदि बजार 12 बजे अगाडि 4% तलमाथि भयो भने 20 मिनटको लागि कारोबार रोकिन्छ। तर ठ्याक्कै यही 4% को घटबढ 12 बजेपछि भयो भने चाहिँ कारोबार रोकिँदैन, चलिरहन्छ। ल, अब दोस्रो तहको कुरा गरौं। यसमा के हुन्छ त? यदि इन्डेक्स 1 बजेभन्दा पहिले 5% परिवर्तन भयो भने ट्रेडिङ 40 मिनटको लागि रोकिन्छ। पहिलो जस्तै यो पनि समयमा भर पर्छ। 1 बजेपछि 5% परिवर्तनले कारोबार रोकिन्न। अनि अब तेस्रो र सबैभन्दा कडा नियम। यसमा चाहिँ कुनै समयको मतलब हुँदैन। बजार 6% घटबढ हुन साथ दिनभरिको लागि कारोबार बन्द। अनि यो सर्किट लाग्दा कुनै एउटा कम्पनीको मात्र होइन नि, नेप्सेको पुरै बजारको कारोबार रोकिन्छ। त्यसैले एउटा कुरा के बुझ्नुपर्छ भने मार्केट हल्ट हुनु भनेको कुनै सङ्कटको सङ्केत होइन। यो त बजारलाई स्थिर र सुरक्षित बनाउन डिजाइन गरिएको एउटा सेफ्टी सिस्टम हो। त्यसो भए यो सेफ्टी फिचरले कसरी हाम्रो बजारलाई अझ बलियो र भरपर्दो बनाउँछ त?